भोट हाल्ने मान्छेको लाइन छ। म चाहिँ बाहिरबाट हेरेर बसिरहेको छु। लगभग 80-90 जनालाई खुस्स सोध्यो होला भोट केमा हाल्नुभयो भनेर। सबैले नयाँ पुस्तालाई भन्ने कुरा आएको छ। अब 84-85 वर्षको बुवा आमाहरूले पनि नयाँ पुस्तालाई जिताउनुपर्छ। कति पुरानो भोट लाउने, कहिले कुनै वर्ष कुनै समय सिलाएको कोट अहिले थोत्रियो, आजदेखि नयाँ लागिएको छ भनेर पनि भन्नुभएको छ। एकदम चलिरहेको छ लाइनमा। अहिले त मान्छेहरू धेरै कम्ती हुनुभयो, अघिसम्म चाहिँ व्यापक हुनुहुन्थ्यो। यस रमाइलो छ भोट हाल्ने ठाउँ। जे गर्छ नयाँ पार्टीले गर्छ, जे गर्छ नयाँ नेताले गर्छन् भन्ने अपेक्षाका साथ सबैजनाले मन मस्तिष्कमा राखेर नयाँ पुस्तालाई चाहिँ सरकार चलाउन दिउँ भन्ने सिद्धान्तका साथ सबैजनाले मन मस्तिष्कमा राखेर नयाँ कोट लाउने अपेक्षाका साथ भोट मतपत्र हाल्नु भएको जानकारी धेरैबाट प्राप्त भएको पनि छ। जे हुन्छ राम्रोको लागि हुन्छ पनि हुन चाहन्छु मैले। देश हाम्रो हो, हामीले बचाउनु पर्छ। त्यसै गरी सबैजनालाई, सबै पार्टीलाई शुभकामना। हाम्रोलाई होइन राम्रोलाई मतपत्र हालौँ भन्ने नाराका साथ लाइनमा बस्नु भएको छ नेपाली जनताहरू। उहाँहरूलाई पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।